आँपको फल झर्ने समस्या र सोको समाधान। आँप फुलेर फल लाग्न सुरु भएको 4 हप्तामा नै करिब 80% फल झरिसकेका हुन्छन्। आँपको बोटमा केवल 0.1 देखि 0.25% फूलहरू मात्र अन्तिम फलको रूपमा विकसित हुन्छन्। आँपमा फूल र फल झर्ने कारण मुख्य गरी आँपको प्राकृतिक फेनोमिना नै हो। आँपको बोटमा अन्तिम समयसम्म रहने फूलबाट फलमा परिणत हुने 0.1 देखि 0.25% फलहरूलाई मात्र पनि जोगाउन सके आँपबाट सन्तोषजनक उत्पादन लिन सकिन्छ। त्यसका लागि बगैँचा व्यवस्थापन अन्तर्गत गरिने क्रियाकलापहरू जस्तै बगैँचाको खनजोत र सरसफाई, बगैँचामा मलखाद हाल्ने, सिँचाइ दिने, काटछाँट र समयमै रोग र किराहरूको नियन्त्रणका उपायहरू अपनाउने गरेमा आँपबाट राम्रो उत्पादन लिन सकिन्छ। तर कृषकहरूले बगैँचामा आँप लगाइसकेपछि यी उल्लेखित कुनै पनि क्रियाकलापहरू नियमित रूपमा गरेको पाइँदैन, जसले गर्दा कृषकले आफूले सोचेजस्तो गरी आँपबाट उत्पादन लिन सकेका छैनन्। आँपमा फल झर्ने समस्याका विभिन्न कारणहरू छन्। केही प्रमुख कारणहरू निम्न अनुसार छन्। 1. प्राकृतिक फेनोमिना। 2. आँपको फूलमा कम परागसेचन क्रिया हुनु। 3. स्टिग्माले परागकण राम्रोसँग प्राप्त गर्न नसक्नु। 4. एक सम्पूर्ण फूलमा हुनुपर्ने अङ्गहरू मध्ये केही अङ्ग नहुनु। 5. एक फूलका परागकणहरू अर्को फूलमा कम मात्रामा स्थानान्तरण हुनु। 6. स्वयं इन्कम्पाटाबिलिटी। 7. आँपको बगैँचामा सिँचाइको कमी। 8. फूल र फल लागिरहेको बेलामा बढी सुक्खापन हुनु। 9. फूल र फल लागिरहेको बेलामा हावाहुरी, पानी र असिना आउनु। 10. रोग र किराको आक्रमण हुनु। आँप बगैँचा व्यवस्थापनका लागि गरिने प्रमुख क्रियाकलापहरू। 1. शरद ऋतु, जाडोको मौसम र वर्षा सुरु हुनुभन्दा पहिला वर्षमा कम्तीमा पनि 3 पटक बगैँचाभित्र जोताइ गर्ने। 2. फल टिपिसकेपछि रोग लागेका, सुकेका र खप्टिएका हाँगाहरूलाई हटाइदिने। यदि आँप बगैँचाभित्रका आँपका हाँगाहरू एक आपसमा खप्टिएर सूर्यको प्रकाश छिर्न अवरोध भए त्यस्ता खप्टिएका हाँगाहरूलाई हटाई बगैँचाभित्र राम्रोसँग प्रकाश छिर्ने र हावा खेल्ने वातावरण बगैँचामा बनाउनु पर्दछ। यसो गर्दा रोग र किराको प्रकोप स्वतः कम भएर जान्छ। 3. बगैँचामा जब आँपका बोटहरूमा फूल खेल्न र फल लाग्न सुरु हुन्छ त्यस समयदेखि फल परिपक्व नहुन्जेलसम्म माटोको चिस्यान हेरी 15 दिनको फरकमा आँपको बगानमा सिँचाइ गर्नुपर्दछ। 4. भाद्र र आश्विन महिनामा आँपका बोटलाई राम्रोसँग खनजोत गरी मलखाद दिनुपर्दछ। 5. आँपको बगैँचामा धेरै प्रकारका रोग र किराहरूले आक्रमण गरेको पाइन्छ। आँपको मिलीबग, आँपको होपर र रातो कमिलाले बढी मात्रामा सताएको पाइन्छ भने रोगहरूमा पाउडरी मिल्ड्यू, एन्थ्राक्नोज र सुटी मोल्ड प्रमुख रूपमा देखिन्छन्। 6. अब्जिन भन्ने हार्मोनको फलको विकाससँग घनिष्ठ सम्बन्ध भएको हुँदा फल झर्ने समस्यालाई अब्जिनको प्रयोग गरेर कम गराउन सकिन्छ। 10 देखि 15 ppm नेफ्थालिन एसिटिक एसिडलाई आँपमा फल लाग्नुभन्दा अगाडि स्प्रे गर्दा फल झर्ने समस्यालाई कम गर्न सकिन्छ। 7. रोग र किराको आक्रमणले फूल तथा फल झर्ने समस्या भएमा रोग किराको रोकथाम तथा नियन्त्रण गर्नुपर्दछ। 8. फलको विकास हुने समयमा पानीको कमी भई फल झरेमा सिँचाइ गर्ने वा मल्चिङ अर्थात् छापोको व्यवस्था गर्नुपर्दछ। 9. खाद्य तत्त्वको कमीले फल झरेमा मलखाद व्यवस्था गर्नुपर्दछ। केही जिज्ञासा भए कृपया कमेन्ट गर्नुहोला। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद छ तपाईलाई।